गाइज गुड मर्निङ एन्ड नमस्कार, वेलकम टु माई भ्लग। मेरो साथी र हामी चाहिँ अहिले यो देउसे डाँडा यहाँनिर के अरे अमारे होमस्टेमा जाँदैछु घुम्नको लागि र के कसरी छ तपाईँलाई पनि देखाउँछु। यो चाहिँ अहिले कच्चा रोड हो, बाटो चाहिँ उताबाट छ, यताबाट चाहिँ हामी सर्टकट आएको। चर्च रहेछ यहाँ माथि चाहिँ चर्च रहेछ, यताबाट जाउँ न, हिँड्नु न, काहीँ न काहीँ त पुग्ला नि त। अहिले अमरिया दामी हुन्छ नि, दामी हुन्छ यहाँनिर। तपाईँले यो ब्लू छाना भएको देख्नु हुँदैछ र यहाँनिर चाहिँ अहिले हामी आइपुगेको छौँ। कोपीहरू हेर्नुहोस् कति मजाले है, के दामी रहेछ कोपी, फ्यान्टास्टिक कोपी। यो हेर्नुहोस् अमरिया रिसोर्ट एन्ड फार्म्स भनेर तपाईँले देख्नुभयो। यो चाहिँ यसको रोड चाहिँ यताबाट छ, यताबाट चाहिँ रमिते जान्छ हो, माथि रमिते डाँडा। त यताबाट हामी गयो भने त्यो पार्क भएको टक्क निस्किन्छ फेरि। यो चाहिँ हो होटल अमरिया एन्ड रिसोर्ट र यसो के कसो रहेछ अब गएर हेरौँ है त। फोटो आयो, फोटो तपाईँको के निक्लेन होइन, त्यो उयो निक्लेन नि त। ल त्यो उयोसँगै रिसोर्टमा आइपुगेको छौँ र यहाँ के कसो रहेछ म तपाईँलाई देखाउँछु है त। ल हेर्नुहोस् है, यति दामी छ मिरिकमा, मिरिकको माथि यो देउसे डाँडा रमितेपट्टि पर्छ है त, कस्तो राम्रो। ओके रेडी आयो, यस्तो दामी रहेछ यो, सुनेको मात्रै हो न, अब गएर हेरौँ है के कस्तो रहेछ। यस्तो रहेछ यहाँ प्ले उयोहरू रहेछ नानीहरूको लागि है। यो सायद डाइनिङ हल चाहिँ यहाँ रहेछ है, यस्तो राम्रो सबै कुरो यहाँ रहेछ। हेलो भाइ, गुड मर्निङ। प्रेमदीप छैन होला हजुर, बनाउट हेर्नुहोस् त, यति राम्रो प्रकारले मेन्टेन गरेको रहेछ। यहाँनिर पिङहरू पनि रहेछ, यहाँनिर यस्तो एकदमै दामी हेर्नुहोस् हो, एकदम यो हो नि, यो चाहिँ पुरा एकदम यहाँनिर चाहिँ पुरा यो बार्बिक्युहरू पनि रहेछ, यहाँ यसरी बार्बिक्युहरू पनि रहेछ हेर्नुहोस् एकदम दामी। अब यो यहाँनिर रेस्टुरेन्ट हेर्नुहोस् न, यसरी बसेर खानु कति मजा आउने। यो चाहिँ हाम्रो प्रेमदीप भाइ, हाम्रो सेफ हुनुहुन्छ अहिले यहाँ। अन्त यस भाइ आज घुम्न आएको त। यो चाहिँ हाम्रो भाइ, हामी यहाँ बसेर पानी पिँदैछु। अमेरिका सेफ हो हाम्रो भाइ प्रेमदीप र यो चाहिँ अब साँच्चै नै लोकेसन चाहिँ अब एकदमै दामी, आउँदा पनि अब त्यो क्या पैसा तिरेर पनि खेर नजाने खालको रहेछ नि त। अब यो त गेस्टहरू अब यहाँ चाहिँ पुरै अब इन्ट्रेस्ट गर्नु होइन, यो लोकेसनले पनि उयो गर्छ नि त मान्छेलाई। यो हुन्छ जुन इन्भाइरोमेन्ट बनाएको छ नि यो, यसले मान्छेलाई एट्र्याक्टिभ गर्छ नि त। यो हो नि त खासमा अमेरिका जस्तो रहेछ बाहिर अन्त सबै अब तिनीहरूले यहाँको अब म्यानेजमेन्ट राम्रो छ टाइममा। भाइसँग अलिकति एकजना सेफै सेफ पऱ्यो, एउटा चाहिँ स्विस कटेजको सेफ, हाम्रो सिनियर सेफ हुनुहुन्छ यता नमस्ते सुरेन सर, यता यहाँ हाम्रो प्रेमदीप भाइ, उहाँ चाहिँ अहिले अमरियामा सेफ होइन, अमेरिकाको सेफ र अब हामी फर्स्ट टाइम आएको होइन, यहाँनिर अब दामी एकदमै दामी लाग्यो नि होइन, हामीलाई खुसी लाग्यो। अब यो हाम्रो जग्गामा पनि यस्तो छ भनेर क्या अब भन्यो। अन्तखेरि जुन चाहिँ लोकेसन अब यहाँको उयो छ त्यो अनुसारको अब यसमा चाहिँ अब फेसिलिटीहरू चाहिँ कस्तो छ गेस्टलाई चाहिँ? फेसिलिटी राम्रो छ, यहाँ फेसिलिटी तपाईँको अब रुमहरू अब तपाईँहरूलाई अब कम्फर्टेबल है, अब वासरुमहरूदेखि लिएर सबै अब कम्फर्टेबल छ। अब चाहिने चिजहरू सबै प्रोभाइड गरिदिनुहुन्छ उहाँले।
प्रोभाइड गरिदिनु भएको छ स्टाफ कति छ टोटल स्टाफ चाहिँ स्टाफ हामी 20 जना 20 जना है 20 जना स्पेसली सेफ पऱ्यो होइन सेफलाई त अब फुडकै बारेमा सोध्नु पऱ्यो फुडहरू चाहिँ कुन फुड पाइन्छ यहाँनिर यहाँनिर चाहिँ तपाईँको चाइनिज मल्टी छ चाइनिज तन्दुर बार्बिक्यूहरू हुन्छ अन्त तपाईँको इन्डियन भयो नर्थ इन्डियन फुडलाई चाहिँ कस्तो प्रकारले चाहिँ यो आलाकाटा सिस्टम हो कि आलाकाट सिस्टम तपाईँको आलाकाट सिस्टमै हो यहाँनिर तपाईँको चाहिँ अब तपाईँले यहाँनिर बस्नुभयो भने यहाँनिर चाहिँ अब तपाईँले कम्प्लिमेन्ट्री चाहिँ तपाईँले बिहान ब्रेकफास्टमा चाहिँ पाउनुहुन्छ कम्प्लिमेन्ट्री छ भनेपछि ब्रेकफास्टमा चाहिँ पाउनुहुन्छ यहाँनिर छ अन्त अरू चाहिँ सबै आलाकाटै चल्छ ब्रेकफास्टमा चाहिँ के दिन्छ ब्रेकफास्टमा चाहिँ ब्रेकफास्टमा यहाँनिर तपाईँको अब गेस्ट चोइस हो कि होइन यहाँ रेगुलर बनिन्छ गेस्ट हाम्रो हामीले नै एउटा फिक्स गरेर बनाएको छ होटेलकै उयोबाट दिन्छ जुन अब होटेलले उयो गर्छ त्यही दियो ब्रेकफास्ट चाहिँ कम्प्लिमेन्ट्री चाहिँ त्यसमा के आउँदो रहेछ त्यसमा तपाईँको अब कोही बेला पोहा बनिन्छ कोही बेला उपमा अब त्यसमा साथै फेरि आलु भाजी है त्यसमा आलु पुरी भयो आलु भाजी पुरी भाजी भयो है त्यसमा तपाईँको प्लेन पराठा आलुदम भयो त्यसमा अब डिभाइड चेन्ज भयो है यसरी बोइल्ड एगहरू होला बोइल्ड एग भयो अम्लेटहरू भयो च्याटी भयो मिल्क सेकहरू भयो यहाँनिर जुन चाहिँ गेस्ट आउँछ नि हाम्रो मतलब इन्डियन लोकल गेस्ट मात्रै आउँछ कि हाम्रो यहाँ यताको पनि आउँछ लोकलहरू जस्तै अब नेपालीहरू जस्तै अब दार्जिलिङ भयो सिलगढी कालिम्पोङ सिक्किम भुटान गान्तोक अब धेरै लोकलहरू लगाएर बस्नुपर्छ अब म आएको त 8-9 महिना मात्र भयो है तर अब र पनि धेरै अब मैले चाहिँ यहाँ बुझेँ त्योहरू चाहिँ बुझ्दाखेरि चाहिँ अब लोकलहरू पनि मजाले नै आउँदो रहेछ है मजाले अब सबैसँग अब है थ्याङ्क यू भाइ बात गरेर मजाले हामी यहाँनिर अब एकजना अब हुनुहुन्छ है गेस्ट अब ह्यान्डल गर्ने उहाँले मजाले थ्याङ्क यू यसलाई चाहिँ अब खुसी साइड बनाएरै पठाउनुहुन्छ क्या यहाँबाट चाहिँ रुम रेन्टहरू चाहिँ कसरी छ है रुम रेन्ट यहाँ तपाईँको 7.5 दिन स्टार्ट हो 7.5-8 दिन स्टार्ट छ अन्त 7,500 देखि स्टार्ट अप टु 10,000 एबभ अच्छा स्विट रुमहरू पनि छ होला नि त भनेपछि है एउटा रुममा चाहिँ कति अलाउ गर्छ एउटा रुममा तपाईँको सिङ्गल बेड छ सिङ्गल बेड छ कति डबल बेड पनि छ डबल बेड तपाईँको 6 जनासम्म चाहिँ एलाउ गर्नुहुन्छ 6-7 जना छ भनेपछि हामीले रुम अलिकति भिजिट गर्न सक्छ अहिले हजुर सक्नु ल थ्याङ्क यू चिया पनि आयो अब हामीले चिया पिउँदैछौँ यहाँनिर 11 रुम 20 जना स्टाफ 20 जना 20 जना किचनमा त अलग अलग डिपार्टमेन्टको अब एफएमई भयो वेटर डिपार्टमेन्ट भयो तपाईँको हाउसकिपिङवाला भयो जस्तो अब तिमी सेफसँग चाहिँ कतिजना छ हामी सेफसँग हामी किचनमा मात्रै किचन हामी किचनमा चाहिँ 5 जना छौँ 5 जना अहिले चाहिँ 1 जना जोइन गर्नुभएको छ 6 जना हो के सेफ नै होइन किचनमा यहाँ वासिङ गर्नु यताउता क्लिन गर्नु भनेपछि टोटल 6 जना हामी सेफमा चाहिँ राम्रो 3 जना चाहिँ हो यो चाहिँ के हो यहाँ चाहिँ रेस्टुरेन्ट रेस्टुरेन्ट हो यहाँ चाहिँ यहाँ रेस्टुरेन्ट त विशाललाई पो चाहिँदो रहेछ यस्तो खेल्छ यो पुलहरू पनि रहेछ रिसेप्सन चाहिँ कहाँ छ है रेस्टुरेन्ट चाहिँ यहाँ हो क्यारम बोर्ड पनि रहेछ कराओके बक्स यस्तो रहेछ नि त यो चाहिँ रेस्टुरेन्ट यसरी रहेछ नि त घरको एकदम दामी उनीहरूको यो रेस्टुरेन्ट किचन दिँदैन किचन त खिच्नु भएन नि त तपाईँको मेनु आज के छ आइटममा त्यो चाहिँ तपाईँले यहाँनिर यसरी पाउनुहुन्छ बुफे यो चाहिँ तपाईँको रेस्टुरेन्ट देख्नुभयो त्यो चाहिँ आउटडोर हो यो चाहिँ इन्डोर रेस्टुरेन्ट वाउ व्हाट अ नाइस साथी हो म चाहिँ अहिले अमेराको यो रेस्टुरेन्टमा छु यो रेस्टुरेन्ट चाहिँ एकदमै दामी प्रकारले एकदमै राम्रो हेर्नुहोस् है यति मजाले चाहिँ अब गरेको रहेछ पुरा दामी एकदम दामी रिसिप्सन यहाँ चाहिँ बाटो यहाँबाट ओह्रालो चाहिँ रोड तपाईँले रोडमा एकदमै यहाँबाट उकालो चाहिँ रुम
लगेजहरू लानुको लागि है। यहाँदेखि यहाँबाट चाहिँ आउँछ यो ओह्रालोबाट चाहिँ बाटो डन बस्को पार यहाँबाट चाहिँ बाटो छ, यहाँबाट चाहिँ आउनु सक्नुहुन्छ। यो चाहिँ होटल हो। रुम हेर्दैछु यहाँ रुम चाहिँ कस्तो रहेछ, रुम कस्तो रहेछ अब रुम देखाउँछु है तपाईँहरूलाई। ल यहाँको अहिले तपाईँहरूलाई मैले सबै एरिया लोकेसन र उयो चाहिँ देखाएँ। अब यहाँ चाहिँ रुम चाहिँ हेर्न जाँदैछौँ हामी। यस्तो यो चाहिँ रुम रहेछ। ओ दामी यस्तो रहेछ यहाँ पनि। यो बाटो चाहिँ माथि जाने है। यहाँ चाहिँ तपाईँले गाउँ देख्नुहुन्छ। दामी यस्तो राम्रो है, के दामी बनाएको रहेछ यो चाहिँ। अब यहाँ चाहिँ हामी यसरी डेकोरेसन गरेको रहेछ, कति राम्रो के राम्रो गरेको रहेछ। यो चाहिँ रुमहरू रहेछ। तपाईँ यस्तै सानो टेरिस रहेछ, माथि हो क्या हजुर। यहाँको वरिपरिको घरहरू गाउँहरू कोपीहरू सब फार्महरू छ अर्ग्यानिक चाहिँ माथि रहेछ। तपाईँहरूलाई देखाउँछु यहाँ एकदमै दामी हो साँच्ची नै। जुन प्रकारको एउटा नाम र यसको उयो छ त्यही ओ दामी। यहाँबाट चाहिँ यस्तो रहेछ यो साह्रै दामी, यस्तो मजाको रहेछ रुम है यो। यहाँ चाहिँ रुम चाहिँ यस्तो रहेछ एकदम दामी। यो रुमको चाहिँ कति छ भाइ? 9 है, एकदमै दामी। 9,000 होइन लग्जरी रुम होइन, एकदम रुम अनुसारको दाम ठिकै हो। यो चाहिँ यहाँको टोइलेट बाथरुम हेर्नुहोस् एकदम स्पेसल यो नुहाउनुको लागि भित्र है। यहाँनिर तपाईँले देख्नुहुँदैछ यहाँनिर चाहिँ छ यो पेसन टपहरू पुरै टप फेसिलिटिजहरू पुरै एकदम। हेर्नु न टोइलेट हेर्नु न दामी। यहाँबाट पुरै तपाईँले टेरिसहरू पुरै एकदम राम्रो। यहाँबाट तपाईँले भ्यू देख्नुहुन्छ देख्छ है। अहिले वेदर अँध्यारो भएर चाहिँ कोही बेला चाहिँ मर्निङमा अलिक राम्रो हुन्छ वेदर, त्यति बेला दाम अनुसारको रुम रहेछ नि त, एकदमै दामी। यो फ्यामिली रुम छ हेर्नु हेर्नुहोस् त यस्तो दामी। हेर्नुहोस् त यहाँ बसेर हामीले चियाहरू कफीहरू खान सक्छौँ रुमबाट। यो पुरै एकदमै दामी सबै हेर्नुहोस्, एकदमै मजा आउने खालको। यो दुईजना सेफ है। दुईजना हाम्रो एउटा स्विच कटेजको सेफ हुनुहुन्छ, एउटा चाहिँ हाम्रो अमरेको सेफ। यो फ्यामिली रुम छ अरे यहाँनिर। यो चाहिँ फ्यामिली रुम रहेछ नि त। अझै चाहिँ हाम्रो एउटा के अरे हामी चाहिँ एउटा भनौँ न एउटा हाम्रो लकले गर्दाखेरि यो चाहिँ फ्यामिली रुम है। दामी नाइस। आमा बब्बाल बेड हेर्नुहोस्, बेड हेर्नुहोस् एकदमै दामी है। एकदम टोइलेट बाथरुम पुरा एकछिन यो सेम हो एकदमै दामी। यो टप सप सबै पुरा फेसिलिटी है। यहाँनिर ग्लास हेर्नुहोस् कत्रो ग्लास, आम्मामा डल्लै देख्ने यो ग्लासहरू रहेछ एकदमै दामी। तपाईँहरू पनि आएर यहाँनिर इन्जोय गर्न सक्नुहुन्छ। हाम्रो दुईजना सेफहरू हुनुहुन्छ भाइ कहाँको हुनुहुन्छ भाइ? टुक्टिनको। हामीले सबै अब सबैजना मिलेर एउटा है चेन भएर चाहिँ हामीले मजाले समयलाई गरेर यसो सबैलाई अब खुसी गरेर पठाएको छौँ यहाँ।
त्यही हो त्यही भएर सबैजना खुसी नै भएर जान्छ सरले सिस्टम गेस्टहरू त्यही त हिटर हेर्नुहोस् न एकदमै हिटरहरू यस्तो एकदमै राम्रो फेसिलिटी एकदमै दामी फेसिलिटीहरू चाहिँ के छ अरू फेसिलिटी उम्. फेसिलिटी त यो फ्यामिली रुमको चाहिँ कति छ यसको रेन्ज सेम रेट हो अलिकति ज्यादा चाहिँ पर्छ यसको अलिक ज्यादा त्यो पर्छ सिङ्गल रुम मतलब कतिजना चाहिँ अँट्छ यसमा चाहिँ यसमा 4 जना हुन्छ 4 जना अँट्छ है मजाले कतिजना? रहेछ दुईवटा ठुल्ठुलो बेड पऱ्यो रहेछ भने एक्स्ट्रा बेड पनि लाग्छ लाग्छ है हजुर। अँ. कति चाहिँ थुप्रै आउनुहुन्छ नि त उम्. कि त्यो भएर एक्स्ट्रा बेड ए अच्छा 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 ठुलो पनि रहेछ है एकदम दामी यो पुरा एकदम राम्रो प्रकारले बनाएको छु रुम पनि त एकदम मजा आयो नि फर्स्ट स्टार्टिङ हुँदाखेरि मैले कटिङमा बनावटहरू लिएर यसको सबै एकदमै दामी यो चाहिँ पक्का नाम अनुसारको होटल पनि रहेछ एकदम हामीले अब फर्स्ट टाइम देखेँ मिरिकबाट सायद यो होटलमै आएको हुनसक्छ